नेपाल बौद्ध अम्बेडकर महासभाका केन्द्रीय कमिटी सदस्य अध्यक्ष मनोज जयगढीज्यूलाई हार्दिक अनुरोध गर्दै म कार्यक्रम सञ्चालक भीमराज अम्मै पनि बिदा हुने अनुमति चाहन्छु। नमस्ते। धन्यवाद कार्यक्रम सञ्चालकज्यू, आफै सभाको आशा र प्रदेश प्रमुख नाजिर मिया साहब, उहाँलाई मैले सुरुदेखि नै हरेक बुद्धका अम्बेडकरका यो लगाएर दोस्रो कार्यक्रममा हो उहाँलाई, उहाँ कहिले पनि नाइ भन्नुहुन्न। उहाँलाई मैले फोन गरे पनि उहाँ हुन्छ बाबु भन्नुहुन्छ। मलाई गर्वको कुरा यो लाग्छ कि कुनै अरू राज्य सत्ताका प्रमुखहरूले सोच्नुपर्छ, टाइम हेर्नुपर्छ, यो गर्नुपर्छ, त्यो गर्नुपर्छ भन्ने कुराहरू सबै गर्छन्। एउटा सामान्य वडा अध्यक्षलाई पनि टाइम माग्दाखेरि पनि उहाँहरूले कहिले यो हेर्नुपर्छ, कहिले त्यो हेर्नुपर्छ भन्नुहुन्छ। तर उहाँले स्वतः यस्तो कार्यक्रम छ भनेपछि उहाँले बाबा साहब अम्बेडकरले भने जस्तै बाबा साहब अम्बेडकरले एकचोटि तपाईँको भारतमा बाबा साहब अम्बेडकर पछि एउटा सचिव नियुक्ति हुनुभयो दोस्रो दलित समुदायबाट। उहाँले भन्नुभयो ठिक, बाबा साहब अम्बेडकरले बोलाउनु भयो। बाबा साहब अम्बेडकरले बोलाइसकेपछि उहाँले जानुभयो, गइसकेपछि भेट्नुभयो, बाबा साहब भन्नुहोस् भन्नुभयो। बाबा साहब ने भन्नुभयो कि आपके पास जो गाड़ी है और जो गार्ड है, जो सरकार के पक्ष से सेवा सुविधा मिला है, हर एक जो संडे पड़ता है, जो छुट्टी का दिन पड़ता है, उस दिन आप अपने कम्युनिटी, अपने समाज में, अपने बस्ती में जाइएगा, क्योंकि वो देखकर वहाँ के लोगों का जीना और परिवर्तन होना निश्चित है भनेर भन्नुभएको थियो। त्यही भएर त्यो परिवर्तनको एउटा वाहक पनि मैले नाजिर मिया साहब हुनुहुन्छ भन्ने कुराहरू मैले महसुस गरेको छु। यहाँ मलाई सर्वप्रथम त हाम्रो रामेश्वर श्रेष्ठ दाइलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु। त्यसपछि हाम्रो बोधिगए भन्तेजीलाई म साधुवाद वन्दना भन्न चाहन्छु। उहाँहरूको प्रेरणाले, उहाँहरूको मायाले आज हामीले बुलबुले ताललाई काठमाडौँदेखि भारतसम्म चिनाएका छौँ। म यहाँहरूलाई हाम्रो टेकराज भण्डारी दाइले भनिसक्नुभयो, उहाँहरूले भनिसक्नु बेला मिनी लुम्बिनी बनाउने कुराहरूमा यसमा मेरो कसुर पूर्ण रूपमा हुनेछ। मेरो सास रहन्जेलसम्म मलाई म यो मिनी लुम्बिनी बनाएरै छोड्छु। सुदूरपश्चिमको लागि एउटा मान भएको ठाउँ, बुद्ध भूमि नेपाल भनेको एउटा बुद्ध जन्मेको देश हो भनेर जसरी गर्व गर्छौँ हामीले, त्यस्तै गर्व गर्ने लायक पनि बनाउँछु भन्ने कुराहरू मैले यहाँलाई जानकारी गराएँ। आज नाजिर मिया साहब आउनु भएको छ। अघिल्लो वर्ष हुनसक्छ थाइल्यान्डको प्रधानमन्त्री आउन सक्नुहुन्छ होला, श्रीलङ्काको प्रधानमन्त्री आउन सक्नुहुन्छ होला, या भारतको कुनै मन्त्री आउन सक्नुहुन्छ होला, अन्य के देशको कुनै बौद्ध भिक्षु आउन सक्नुहुन्छ होला। साथीहरू, तपाईँहरूको यहाँका उपभोक्ता, यहाँका स्थानीय सरकार र प्रदेश सरकारको यदि सहयोग हुन्छ भने हामीले यो बुद्ध अम्बेडकर पार्क बुलबुले धारामा, बुलबुले पार्कमा हामीले यसलाई विकास गर्नको लागि हामी पछाडि पर्दैनौँ। म तपाईँहरूलाई प्रतिबद्धता गर्न चाहन्छु। यदि तपाईँहरूको साथ सहयोग रह्यो भने हामी चाँडै यहाँ विकासका पूर्वाधार, हजारौँ पर्यटक होइन लाखौँ पर्यटक आउने वातावरण चाहिँ निर्माण गर्न सक्छौँ। यदि तपाईँहरूले साथ सहयोग दिनुभयो भने, होइन भने तपाईँहरूले साथ सहयोग दिनु भएन भने यो मूर्ति मात्रै सीमित पनि हुनसक्छ। यहाँको जनसमुदाय, यहाँको उपभोक्ता, यहाँको नगर सरकार, यहाँको वडा सरकार, यहाँको प्रदेश सरकारको हातमा छ। हेर्नुहोस् अहिले के हुन्छ भने म तपाईँहरूलाई निवेदन गर्न चाहन्छु र हाम्रो उपमहासचिव जितराम लामा दाई पनि यहाँ हुनुहुन्छ। त्यस्तै हाम्रो धनगढी बौद्ध चक्र, धनगढी बुद्ध विहार धम्मोदय सभाका अध्यक्ष हुनुहुन्छ, मगरमासबाट हुनुहुन्छ, होइन हाम्रो चलचित्र क्षेत्रबाट हुनुहुन्छ दाई आचार्य दाई। उहाँहरूलाई पनि मेरो हृदयदेखि नमन छ। जय भीम, नमो बुद्धाय। र तपाईँहरूलाई मेरो निवेदन के छ भने हामी सबै हातमा हात मिलाउँ, काँधमा काँध मिलाउँ। आज यसरी एउटा महान कार्य भएको छ। महान कार्य हाम्रो प्रदेश प्रमुख नाजिर मिया साहबबाट सुरुवात भएको छ। बुलबुले सामुदायिक वनले जसरी तपाईँको बुलबुले सामुदायिक वनका पदाधिकारीले, जसरी बुलबुले वन सामुदायिक वनका अध्यक्षले जसरी सहयोग गरेर आज सहयोगी भावना देखाउनु भयो, त्यसको लागि म हृदयदेखि नै नमन गर्न चाहन्छु। आज यो
कार्यक्रमलाई भव्य र सभ्यका साथ सफल बनाउनको लागि सम्पूर्ण ठाउँबाट आउनुभएका सञ्चारकर्मी, सुरक्षाकर्मी, बुद्ध भिक्षु र भारतबाट आउनुभएका पाहुनाहरू, अन्य सङ्घ संस्थाबाट आउनुभएका सम्पूर्ण साथीहरूलाई हृदयदेखि नमन गर्न चाहन्छु, नमो बुद्धाय भन्न चाहन्छु, जय भीम भन्न चाहन्छु। तपाईँहरूलाई आजको दिन सुखी रहोस्। धन्यवाद। जय भीम, नमो बुद्धाय। आजको कार्यक्रम समापन भएको पनि जानकारी गराउन चाहन्छु।